Hello guys, welcome back to my channel. So म चाहिँ श्रीवास हैन। अब यो चाहिँ मेरो सेकेन्ड भ्लग हो। आज चाहिँ म चन्द्रगिरी जाँदाको भ्लग हाल्दैछु है त। हेलो गाइस, अहिले चाहिँ हामी चन्द्रगिरी आइसकेका छौँ हैन। अब यहाँ चाहिँ अति नै चिसो भइरहेछ, त्यसैले कफी खान लागेको। अनि यहाँ चाहिँ फेरि दामी दामी वाटरफल पनि छ, कफी पनि आइसकेको छ र अब कफी खान लागेको। सो गाइस, अब यो चाहिँ यो चन्द्रगिरीको तलबाट आएको भ्यू हो। अब माथिबाट चाहिँ कस्तो आउँछ भन्ने कुरा त थाहा छ, किनकि म यहाँ धेरैचोटि आइसकेको छु र फेरि पनि एक्सपिरियन्स हुँदैछ यहाँ आएको। अहिले घाम लगाएर अलिक चिसो चाहिँ घटेकै छ, यस्तो चिसो छ। अब म चाहिँ यहाँ यस्तो बाक्लो ज्याकेट अनि भित्र हुडी लाएर आएको छु, त्यहाँदेखि अझै चिसो भइरहेको छु। बल्ल तल्ल घाम लागेको छ गाइस। अब माथि गएपछि थाहा हुन्छ कति चिसो हुन्छ भनेर। सो अब चाहिँ हामी माथि जानु लागेको र भर्याङ चढ्दैछौँ होइन। सो अब यहाँ चाहिँ लाइन नै रहेछ होइन, त्यहाँदेखि चाहिँ केबल कार छ, यहाँ चाहिँ लाइनै छ। गाइस अहिले चाहिँ हामी यहाँ केबल कारमा छौँ र मलाई चाहिँ अलिअलि डर पनि लागिरहेछ होइन। सो गाइस, अब यहाँबाट चाहिँ एकदमै दामी दामी भ्यू देखिरहेको छ। सो गाइस, अहिले चाहिँ हामी टपमा आइसकेका छौँ र यहाँको भ्यू चाहिँ एकदमै बबालै रहेछ। सो गाइस, यहाँको भ्यू चाहिँ यस्तो पो रहेछ होइन, यस्तो बबाल भ्यू। यहाँ चाहिँ एकदमै चिसो छ, हिउँ पनि परेको छ। यस्तो बाक्लो ज्याकेट र हुडी लाउँदा पनि चिसो हुने ठाउँ भनेपछि कस्तो चाहिँ हो। मेरो बाबा मम्मी त अगाडि छिटो हिँड्दै एकछिन, मलाई चाहिँ यहाँ गाह्रो भइरहेछ। गाइस, अब यहाँ चाहिँ डिफ्रेन्ट टाइप्सको खेल्नेहरू कुरा रहेछ होइन। त्यो चाहिँ जिपलाइन भयो, यो 360 साइक्लिङ, यहाँ माथि स्काई साइक्लिङ पनि छ, जुन चाहिँ मलाई गर्न डरै लाग्छ, त्यही पनि गर्नै पर्छ। सो अहिले चाहिँ हामी यहाँ भालेश्वर महादेव मन्दिर आएका छौँ र टिका पनि लगाइसकेका छौँ। यहाँ रमाइलो नि छ, भ्यू पनि बवालै छ। यो ठाउँ त एकदमै बवाल रहेछ, तर मनोकामना भन्दा चाहिँ कमै। आज चाहिँ पृथ्वी जयन्ती भएर यहाँ मान्छेहरूको भिड छ, फोटो खिच्न पनि। मान्छेहरूले यहाँ पृथ्वीनारायण शाहको फोटो अगाडि फोटो पनि खिचिरहेको छन्। त्यहाँभन्दा अलिकति तल आएर हेर्दा चाहिँ यस्तो बबाल भ्यू रहेछ होइन, पुरै हिमालय आएको जस्तो यस्तो बबाल भ्यू, हिमालकै भ्यू छ होइन। सो अब मलाई चाहिँ यहाँ झ्याउलाएर म चाहिँ गीत सुन्दै बसिरहेको छु होइन। यहाँ खाने बेला पनि हुन लाग्यो, 11 बज्छ। अहिले चाहिँ हामी यहाँ खानालाई अर्डर गर्न आएको। यहाँ चाहिँ मोमो पकाउन टाइम लाग्छ भनेर हामीले पठाइदियो। अब 10 मिनटपछि खानुपर्छ, जुन चाहिँ मलाई अहिले त्यही भोक लागिरहेको छ। सो अहिले चाहिँ हाम्रो खाना आइसकेको छ, अब खाना लाग्यो। सो अब चाहिँ हामीले खाएर सकाएर हर्स राइडिङ गर्न लाग्यो। मलाई हर्स राइडिङमा चाहिँ डर चाहिँ लाग्दैन, अरू राइडर चाहिँ बाबा मामले गरिसक्छ, जुन चाहिँ मैले गर्न सकिनँ। अब हर्स राइडिङ गर्नु पर्ला। हर्स राइडिङ पनि गरियो, मजा आयो। जिप लाइन चाहिँ मेरो बाबाले गर्छ, जुन चाहिँ मैले गर्न सकिनँ। So guys, this much for now, and don't forget to like, share and subscribe. So tata, bye bye.